हामीहरू चाहिँ अहिले बदलिएको कांग्रेस लिएर नयाँ कार्यक्रम सहित अहिले गाउँ गाउँमा आएका छौं। धन्यवाद। कार्यक्रम सञ्चालक नेपाली कांग्रेसका युवा नेता क्षेत्रावती टपजङ गाउँपालिका वडा नम्बर 3 का वडा अध्यक्ष आदरणीय सुरेश मैबाज्यू, कार्यक्रमका अध्यक्षज्यू, यस कार्यक्रममा उपस्थित रहनुभएका कार्यक्रमका प्रमुख अतिथि नेपाली कांग्रेसका निवर्तमान केन्द्रीय सदस्य पूर्व मन्त्री आदरणीय अग्रज नेता, अहिले केन्द्रीय निर्वाचनको महत्त्वपूर्ण जिम्मेवारी लिएर बागमती प्रदेशको विभिन्न जिल्लामा गएर आज धादिङ जिल्लाको यो रमणीय ठाउँ क्षेत्रावती टपजङ गाउँपालिका भित्रको गैरा यो तामाङ जातिहरूको अत्यन्त बाहुल्य रहेको यो स्थानमा उपस्थित रहनुभएका स्वर्गीय दिलमान पाखरिनज्यू, उपस्थित गाउँपालिकाको अध्यक्षज्यू, उपाध्यक्षज्यू, पार्टीका नेता साथीहरू र उपस्थित रहनुभएका दाजुभाइ दिदीबहिनीहरू, निर्वाचनको अभियानमा खटिनुभएका सबै आदरणीय साथीहरू, यहाँहरू सबैलाई म नेपाली कांग्रेसको तर्फबाट र धादिङ जिल्ला निर्वाचन क्षेत्र नम्बर 2 को नेपाली कांग्रेसको प्रत्यक्ष उम्मेदवारको तर्फबाट हार्दिक अभिवादन व्यक्त गर्छु। लसु फ्याफुला, जय नेपाल। मेरो लागि यो गैरा गाउँ नौलो होइन, म यहाँ पटक पटक आएको छु। 2074 सालको निर्वाचनमा प्रतिस्पर्धा गर्ने बेलामा संघीय तहमा आदरणीय नेता दिलमान दाई र प्रदेश तहमा म उम्मेदवार भएको यहाँहरू सबैलाई जानकारी छ। यहाँहरूले धेरै मेहनत गरेर हामी दुई पटक यहाँ आयौँ। यहाँले धेरै मेहनत गरेर हामीहरूलाई धेरै मत दिएर पठाउनुभयो। परिस्थितिले मत धेरै हुँदाहुँदै पनि बदर भएर हामीहरूले निर्वाचन पराजय भोग्नु पर्यो। त्यो हामी सबैको लागि दुःखद रह्यो। तर हामीले निर्वाचनमा पराजय भोग्न परे पनि हामीहरू कति पनि विचलित भएनौँ। राजनीतिमा हार जित भइरहन्छ। मूलभूत कुरा त पद्धतिको विकास हो। जनताको घर दैलोमा गएर सुख दुःख बुझ्ने कुरा हो भनेर लागिरह्यौँ। हामीले 2079 को निर्वाचन गठबन्धनको तहबाट जितायौँ। स्थानीय तहको सरकार अहिले क्षेत्रावती टपजङ गाउँपालिकामा 2/3 भन्दा माथिको सरकार हामीसँग छ। साथीहरूले काम गरिराख्नु भएको छ। हामीले त्यो 74 पछाडिको सरकार र 78 पछाडिको सरकारलाई हामीले हेर्यौँ भने अहिले हामीले महसुस गर्न सक्छौँ कि आफ्नो पार्टीको सरकार हुँदा, नेपाली कांग्रेसको नेताहरूले सरकार चलाउँदा कस्तो हुँदो रहेछ भन्ने कुराको अनुभूति यहाँ बस्ने गाउँवासी दाजुभाइ दिदीबहिनीहरूले गरिरहनु भएको छ भन्ने म ठान्दछु। निर्वाचनमा पराजय भए पनि युवाहरूसँगै मिलेर, चाहे त्यो वकाराको कार्यक्रम होस्, चाहे त्यो टेकजङ्गाको कार्यक्रम होस्, चाहे अन्य कार्यक्रमहरूमा साथीहरूले मलाई बोलाउने, अहिले हाम्रो पार्टीले निर्वाचन हारेको छ, पार्टी जोगाउनु पर्छ भनेर जहिले पनि साथीहरूले बोलाउँदाखेरि यहाँ चाहिँ उपस्थित भएको एउटा अनुहार हो रमेश धमला। अहिले हामीले कांग्रेस बदल्यौँ, देश बदल्ने संकल्पका साथ अहिले निर्वाचनमा म जस्तै 165 जना प्रत्यक्षतर्फ र सत्यमानजी जस्तै 110 जना समानुपातिकतर्फ हामीहरू अहिले निर्वाचनमा आएका छौँ। यो निर्वाचनमा हामीले सरसल्लाह गऱ्यौँ। आदरणीय नेता हामीहरूको अग्रज दिलमान पाखरिनसँग मैले सल्लाह गरेँ दाईसँग। दाईले अब यो पटक युवाहरू मिलेर तपाईहरू चुनाव लड्नुहोस्, म तपाईहरूलाई सहयोग गर्ने अवस्थामा छु भन्नुभयो। मैले पार्टी सभापति पूर्व मन्त्री रामनाथ अधिकारीजीलाई सोधेँ, सल्लाह गरेँ। उहाँले म बिचैमा जेनजी आन्दोलनको कारणले छोड्नुपर्ने अवस्था आयो, परिस्थिति असहज छ, तपाईहरू मिलेर निर्वाचनमा टिकट लिएर आउनुहोस्, म सहयोग गर्छु भन्नुभयो। अनि हामीहरू त्यो क्रममा अगाडि बढ्दै थियौँ। देशमा विशेष महाधिवेशन मार्फत नेपाली कांग्रेसको नेतृत्व परिवर्तन गर्न पर्ने अवस्था सृजना भयो। हामीहरू त्यसमा लाग्यौँ। दिलमान दाई लाग्नुभयो, म लागेँ, धादिङ जिल्लाको अधिकांश साथीहरू हामीहरू लाग्यौँ। हामीले कांग्रेस बदल्यौँ। कांग्रेसको नयाँ नेतृत्वमा युवा नेता गगन कुमार थापालाई निर्वाचित गरायौँ। हामीहरू पनि त्यो कार्य समितिमा निर्वाचित भएर हामीहरू चाहिँ अहिले बदलिएको कांग्रेस लिएर नयाँ कार्यक्रम सहित अहिले गाउँ गाउँमा आएका छौँ। अहिले हाम्रो केन्द्रीय कार्य समितिको बैठक जुममा चलिरहेको समय ठ्याक्कै यो बोल्ने समय र त्यो एउटै पर्यो। मैले आज हाम्रो पार्टीले प्रतिज्ञा पत्र आज घोषणा गर्दैछ। तराईको धनुषाबाट अत्यन्त ऐतिहासिक स्थल, त्यसकारणले त्यहाँबाट गर्दै हुन्छ। त्योभन्दा अगाडि त्यो घोषणापत्र अनुमोदन गर्नुपर्ने भएकोले मैले मेरो समर्थन छ त्यसमा। म कार्यक्रममा बोल्नुपर्ने भएकोले म जुममा लामो समय जोडिन सकिनँ भनेर मैले भनेर भर्खरै आज हामीले हाम्रो पार्टीको धारणा प्रतिज्ञा हाम्रो के हो त भन्ने विषयमा, स्वास्थ्यमा, शिक्षामा,
पूर्वाधारमा त्यसै गरी हामीले प्रायोरिटी राखेको 3टा क्षेत्र कृषि र पर्यटन जलस्रोतको क्षेत्रमा हाम्रो धारणा के हो त? त्यसै गरी स्वास्थ्य शिक्षा सुरक्षामा हाम्रो धारणा के हो त? त्यसै खाना पाउने लाउन पाउने बस्न पाउने व्यवस्थाका लागि हामीले गर्नुपर्ने आधारभूत आवश्यकता के हुन् त भन्ने सन्दर्भमा वैदेशिक नीतिको सन्दर्भमा हामीहरूले जति पनि नेपाली कांग्रेसले हिजोदेखि उठाउँदै आएका मुद्दाहरू र त्यसमा नयाँ थप हामीले आवश्यकता पहिचान गरेका मुद्दाहरूको सन्दर्भमा अब एकछिनपछि सार्वजनिक हुन्छ। हामीले फेसबुकको माध्यमबाट सामाजिक सञ्जालको माध्यमबाट नेपाली कांग्रेसको अहिलेको प्रतिक्रिया पत्र हामीले हाम्रो मोबाइलको फोन मार्फत आम नेपाली जनताको स्मार्टफोन मार्फत पत्र पत्रिका मार्फत टेलिभिजन मार्फत आम नेपाली जनताको घर आँगनमा आइपुग्छ। त्यसै गरी हामीले धादिङ जिल्लाको सन्दर्भमा पनि यो निर्वाचन क्षेत्रमा मैले उम्मेदवारको हिसाबबाट हामीले ल्याउनु पर्ने कुरा ल्याइसकेको, हामीले सामाजिक सञ्जालमा राखिसकेको, हामीले धर्मको विषयमा, स्वास्थ्यको विषयमा, शिक्षाको विषयमा, हामीले जातीय सन्तुलनको विषयमा, त्यसै गरी पूर्वाधार निर्माणको सन्दर्भमा स्पष्ट हाम्रो धारणा हामीले ल्याएका छौँ। तसर्थ म यहाँलाई के आग्रह गर्न चाहन्छु भने सांसद भएर जाने भनेको चाहिँ केन्द्रीय तहको सरकार निर्माण गर्न जाने, सांसदको भूमिका भनेको नियम कानुन ऐन निर्माण गर्ने, आवश्यकता पर्दा संविधानमा संशोधन गर्ने, नयाँ कुराहरू लेखन गर्ने, नराम्रा भनेर जनताले चाहिँ गुनासो गरेका मूलभूत सिद्धान्तहरूलाई हामीले परिमार्जन गर्ने। दोस्रो कुरा चाहिँ विकास निर्माणमा पालिकाले प्रदेशले गर्नुपर्ने कामहरू छुट्याएर त्योभन्दा ठुला आयोजनाहरू चाहिँ हामीले केन्द्रीय तहबाट बजेटिङ गरेर पठाउने। त्यसै गरी अहिले हामीले गर्दै आएको अप्ठ्यारो विकास निर्माणको सन्दर्भमा ऐन कानुनहरू परिवर्तन गर्ने, खरिद ऐन संशोधन गर्नुपर्ने छ, शिक्षा ऐन नयाँ ल्याउनु पर्ने छ, स्वास्थ्य सम्बन्धी नयाँ दृष्टिकोण हामीले सार्वजनिक गर्नुपर्ने छ, विपद व्यवस्थापन सम्बन्धी नयाँ ढङ्गबाट हामीले कानुन निर्माण गरेर स्थानीय तहलाई अझ बढी बलियो बनाउनु पर्ने छ। त्यसै गरी पूर्वाधारको सन्दर्भमा हामीले खानेपानी सँगसँगै बाटो निर्माण, बाटो पनि हामीले ठुलो सडक, सानो सडक, मझौला सडक हामीले छुट्याएर काम गर्नुपर्ने अवस्था छ। कृषिको आमूल परिवर्तनका लागि हामीले व्यावसायिक कृषि खेतीमा लगानी गर्नुपर्ने, व्यावसायिक कृषि खेतीमा लगानी गर्दा न्यूनतम ब्याज दरमा हामीले बैंकलाई परिचालित गर्नुपर्ने अवस्था छ। हामीसँग थुप्रै सहकारी संस्थाहरू, वित्तीय संस्थाहरू गाउँ गाउँमा खुलेका छन्। कतिपय संस्थाहरू धाराशायी भएको, त्यसको बारेमा पनि हामीले नयाँ नीति ल्याएर त्यसलाई व्यवस्थापन मिलाउनु पर्नेछ। त्यसै गरी कृषि र पर्यटनलाई जोडेर हामीले पर्यटन क्षेत्रभित्र कृषि र पर्यटन, धार्मिक पर्यटन, खेल पर्यटन, जल पर्यटन आज हामीले स्थापित गर्नुपर्नेछ। पर्वतीय पर्यटनको दृष्टिकोणले म हिजो टानको अध्यक्ष हुँदाखेरि यहाँ छोटे निर्माण गर्न पर्यो भनेर हाम्रो आदरणीय यही स्थानको लामाजी त्यहाँ जानुभएको थियो। त्यसलाई हामीले व्यवस्थापन गर्ने गरी कार्यक्रम अगाडि बढायौँ। दोस्रो वर्ष पनि हामीले रकम विनियोजन गरेर पठाएका थियौँ। त्यो भूकम्पको कारणले त्यो कार्यक्रम चलाउन पाइएन। यो वाकारा लगायत हाम्रो डबजङ दरबार अहिले चाहिँ ऐतिहासिक स्थानको रूपमा आज परिचित हुन गइरहेको छ। यसलाई हामीले यो ठाउँलाई भोलिको दिनमा कृषि र पर्यटन सँगसँगै यहाँ चाहिँ मत्स्य पालनलाई पनि जोडेर यहाँ धार्मिक धरोहरहरू छ। हामी चाहिँ यहाँ कल्लेरीमा एउटा ठुलो हिन्दूहरूले मनाउने ठुलो चाहिँ एउटा चाड पर्वको रूपमा सबै जातिहरू हामी त्यहाँ जान्छौँ नुहाउनको लागि। त्यो मत्स्यलाई पनि व्यवस्थित गरेर धार्मिक पर्यटनको विकास गर्नुपर्ने छ। त्यसै गरी यहाँको गुम्बालाई व्यवस्थित गर्दै वाकारा क्षेत्रलाई पनि हामीले महत्त्वपूर्ण गन्तव्यको रूपमा विकास गर्ने गरी छलफल गरिरहेका छौँ। त्यहाँ जाने गरी हामीले प्राथमिकतामा रकमहरू हामीले चाहिँ त्यहाँ प्रस्ताव गरेर पठाएर काम गरिरहेको अवस्था छ। अहिले पर्यटनको कुरा गर्दा चाहिँ दुई खाले पर्यटनमा हामीले ध्यान दिनुपर्छ। एउटा हामीले सहज तरिकाले आएर गाउँ पर्यटनलाई महत्त्व दिने, अर्को चाहिँ पर्वतीय पर्यटन भनेको चाहिँ त्यो हिँडुल गर्न सक्ने अहिले बलिया मान्छेहरूको लागि हामीले महत्त्वपूर्ण ठाउँहरूमा विकसित गर्दै लैजाने घोरेटो निर्माण गरेर त्यसलाई पनि युवाहरूलाई परिचालन गर्ने गरी काम गर्नुपर्नेछ। त्यसको लागि 32 वर्ष त्यो क्षेत्रमा काम गरेर विज्ञको रूपमा देशैभरि परिचित भएको हुनाले कसरी पर्यटनको पूर्वाधारको विकास गर्नुपर्छ अनि मानवीय विकास पनि पर्यटनसँग कसरी जोड्नुपर्छ, कला र संस्कृतिको जगेर्ना गर्दै हामीहरूले कसरी काम गर्ने भन्ने कुरा पनि हामीले बुझेका छौँ। तामाङहरूको उत्पत्ति स्थलको रूपमा यहाँ चाहिँ तपाईँहरूको बुझाइ शेरदुङबाट भएको भन्ने जुन किंवदन्ती छ त्यसलाई पनि व्यवस्थित गर्दै धादिङ जिल्लामा तामाङ संस्कृति झल्कने गरी एउटा विशाल तामाङ सङ्ग्रहालय हामीले स्थापना गर्ने गरी काम गर्नुपर्नेछ। पर्यटनकै कुरा गर्दा हामीहरूले रुबी भ्यालीमा अन्तर्राष्ट्रिय स्तरको क्लाइम्बिङ हब बनाउने गरी तपाईँको क्लाइम्बिङ स्कुल स्थापना गर्ने गरी हिजोको घोषणापत्रमा पनि हामीले राखेका थियौँ। यो पटक समयले मलाई उम्मेदवार बनाएर सबै आदरणीय अग्रजहरूले, साथीहरूले, आज आम मतदाताहरूले चासो दिइरहेको सन्दर्भमा म यहाँहरूलाई त्यो कुरा हामीले गरेर पर्यटनलाई विकास गर्ने गरी हामीहरूले काम गर्नुपर्नेछ। जलस्रोतको विकासको लागि धादिङ जिल्लामा महत्त्वपूर्ण आयोजनाहरू बुढी गण्डकी लगायत आँखु नदीमा रहेका धेरै हाइड्रो पावर प्रोजेक्टहरू निर्माण गर्नुपर्ने यो विषयमा हाम्रो आजको प्रमुख अतिथिज्यूले अझ बढी प्रकाश पार्नुहुनेछ।
आदरणीय दाजुभाइ दिदीबहिनीहरू, हामी चाहिँ अहिले नेत्रावती डबजङ गाउँपालिका साबिकको 3टा गाविस मिलाएर अत्यन्त राम्रोसँग हामीले निर्माण गरेका छौँ र तपाईँहरू यति भाग्यमानी हुनुहुन्छ कि गाउँपालिकाको कार्यालय नै तपाईँहरूको यो यही वडाभित्र चाहिँ त्यो परेको छ। तसर्थ तपाईँलाई काम गर्न जाँदा धेरै सहज सरल भएको छ। अब हामीले यसलाई सबै वडाका साथीभाइलाई गाउँपालिकासम्म ल्याउनका लागि सडक सञ्जाल विस्तार गर्नुपर्ने, त्यसै गरी हामीले भोक्टिनीबाट चौतारा हुँदै गएको सडकलाई मार्फतबाट किन्ताङ फेरि पुर्याउनु पर्ने, त्यसै गरी बेतिनीबाट आएको सडकलाई हामीले क्याउराबाट गाउँपालिका कार्यालय ल्याउनलाई सजिलो बनाउनु पर्ने, सँगसँगै लपाङबाट फेरि क्याउरा जाने सडक झार्नु पर्ने, त्यसै गरी फुलचेकबाट मार्फततर्फ पनि जोड्नु पर्ने। यो क्षेत्रको भूगोल मैले राम्रोसँग बुझेको छु। गैरावासी दाजुभाइ दिदीबहिनीहरूको अर्को पनि चाहना छ। त्यो चाहना भनेको हामीले भर्याङ मुरुङबाट गैरा जोड्ने सडक निर्माण गरेर तपाईँलाई धादिङदेखि जानलाई अझ सजिलो करिडोर निर्माण गर्ने गरी काम गर्नुपर्ने, तपाईँहरूको अधिकांश खेत तल पर्ने, खेतीपातीमाथि ल्याउनलाई सजिलो पनि हुने र यो चाहिँ अत्यन्त कृषिको लागि महत्त्वपूर्ण उत्पादन भूमिको रूपमा रहने भएको हुनाले तपाईँहरूले अब कृषि खेतीलाई पनि रूपान्तरण गरेर फलफुल र कफी खेतीमा कन्भर्ट गर्ने, यो कुराहरू गर्नका लागि अनुदानको व्यवस्था मिलाउने, यी सबै कामहरू हामीले स्थानीय तहसँग प्रदेशसँग मिलाएर काम गर्नुपर्ने अवस्था छ। अहिले हामीमाथि एउटा गुनासो बढिराखेको छ। नेताहरू निर्वाचनको बेलामा चाहिँ राम्रो राम्रो कुरा सुनाउनुहुन्छ, गाउँमा आउनुहुन्छ, सबै समस्या देख्नुहुन्छ, अनि निर्वाचनमा भोट हालिदिन्छ, नयाँ पद पाउँछ, अनि त्यसपछि फर्केरै आउँदैन, मन्त्री बन्छ, सांसद बन्छ, फर्केरै आउँदैन। मैले तपाईँहरूलाई एकदमै बुझ्ने गरी भनेको छु कि मेरो पालामा त्यो कुराको अन्त्य हुन्छ। म तपाईँहरूको मत पाएर गएपछि तपाईँले मैले गर्ने व्यवहारले, मैले खेल्ने भूमिकाले म तपाईँले लगाएको गुण तिर्दाखेरि त्यो कुराको महसुस हुनेछ। 4 महिना पछाडि लगभग 4 महिनाको बिचमा हामीले नयाँ बजेट ल्याउँछौँ। त्यो बजेट ल्याउँदाखेरि यहाँहरूको सद्भावले, भगवानको कृपाले, यहाँहरूले दिनुभएको आशीर्वादले, यहाँहरूले दिनुभएको मतले भोलि बन्ने सरकार हामीले भनेका छौँ। अब बन्ने प्रधानमन्त्री गगन थापालाई बनाउनुपर्छ। बहुमतको सरकार निर्माण गर्नको लागि मलाई प्रत्यक्षतर्फ, त्यसै गरी हाम्रो श्रद्धेय युवा नेता सेतुमान तामाङ लगायतका नेताहरूलाई समानुपातिकतर्फ जिताएर हाम्रो एकमना सरकार निर्माण गर्नुपर्ने छ। त्यो सरकार निर्माण गर्दा यहाँहरूको कृपाले भोलि महत्त्वपूर्ण जिम्मेवारी, थप जिम्मेवारी आउने सम्भावना तपाईँहरूले भनिरहनु भएको छ। त्योभन्दा पनि महत्त्वपूर्ण कुरा चाहिँ के हो भने हामी हिमाली क्षेत्रमा पर्छौँ। यो जिल्ला हिमाली क्षेत्रमा जोडिएको हुनाले हिजो सरकारले 11 मात्रै पालिका बनाउने भन्दा मैले 9 पटकसम्म केन्द्रमा गएर मिटिङ गरेर श्रद्धेय नेता हाम्रो चाहिँ दिलमान पाखरिनज्यू सहितको सहयोगमा हामीहरूले त्यो बेलामा 13वटा पालिका निर्माण गर्ने गरी गऱ्यौँ। खनाइबास गाउँपालिका र यो नेत्रावती डबजङ गाउँपालिका, रुबी भ्याली गाउँपालिकामा हामीले भूगोललाई हेरेर, यहाँको बस्तीलाई हेरेर, यहाँको जातीय पहिचानलाई हेरेर, यहाँ बस्ने मानिसहरूको जीवनस्तरलाई हेरेर यो एउटै पालिका बनाएर ठुलो पालिका बनायौँ भने यहाँ चाहिँ हामीले विकास निर्माणको राम्रो प्रभाव पार्न सक्दैनौँ भनेर त्यो बेलामा धेरै मेहनत गरेर 13वटा पालिका बनाएर यहाँहरूलाई हामीले काम गरेको। पुनर्संरचना गर्दाखेरि म जिल्लाको सभापति भएको काङ्ग्रेसको कारणले प्रत्येक वडाहरूको निर्माण, प्रत्येक पालिकाहरूको निर्माण र हरेक गाउँपालिका कार्यालयको हामीले कहाँ राख्ने भन्ने सन्दर्भमा महत्त्वपूर्ण भूमिका खेलेको हुनाले सबै भूगोलको जानकारी छ, यहाँ के कुराको आवश्यकता छ भन्ने कुराको पहिचान छ। त्यसैले मैले के भनिरहेको छु भने हामी सबै कुरा जान्ने सुन्ने भएर काम गरेको सबैलाई मिलाएर हामी एक ठाउँमा हिँड्ने। निर्वाचनको बेलामा चाहिँ तपाईँहरू सबैको सहयोग चाहिने, पार्टीको कार्यकर्ताको सहयोग चाहिने, नेताहरूको सहयोग चाहिने, आम मतदाताले मतदान गरेर जिताइदिनु पर्ने। जितेपछि चाहिँ आफू मात्रै जित्या जस्तो गरी काम गरेर गयो भने हाम्रो पार्टी पनि टिक्दैन, यो व्यवस्था पनि टिक्दैन। हिजो चाहिँ भाद्र 23 गते जुन आक्रोश व्यक्त भयो, त्यो आक्रोशको बहानामा 24 गते शहर जलाइयो, हाम्रो पार्टीको कार्यालयहरू जलाइयो, हाम्रो श्रद्धेय नेता शेरबहादुर देउबाजीको घर जलाइयो। घर मात्र जलाइएन, उहाँलाई नराम्रोसँग पिट्ने काम गरियो। लोकतन्त्रमा सांघातिक आक्रमण गर्न पाइँदैन। गल्ती गरेको छ भने कानुनको कठाघरमा ल्याएर कारवाही गर्नुपर्छ, भ्रष्टाचार गरेको छ भने भ्रष्टाचारलाई कारवाही गर्नुपर्छ। हामीले भनेका छौँ भ्रष्टाचारीको जात हुँदैन, वर्ग हुँदैन, धर्म हुँदैन, लिङ्ग हुँदैन, समुदाय हुँदैन, टोल हुँदैन, समाज हुँदैन। त्यस कारणले भ्रष्टाचारीलाई छुट दिनुपर्छ भन्ने कुरामा हामी छैनौँ। तर भ्रष्टाचारी भनिदिने बित्तिकै छानबिनै नगरिकन सांघातिक आक्रमण गर्न पाइँदैन। यो अमानवीय व्यवहार गर्ने कुरा लोकतन्त्रमा सम्भव छैन। हामीले भनिरहेको सन्दर्भमा तपाईँले 24 गते देख्नुभयो, अनि 24 गते आन्दोलन गर्नेहरू 25 गतेसम्म दुलोभित्र पसेर कसले गर्यो भनेर युवाहरूलाई मात्रै दोष देखाउनेहरू बिस्तारै सरकार चलाउन गए। सरकार चलाउँदै उनीहरूले त के भने हामी त निर्वाचन गर्न आएको भनेको त पछि त सरकार छोडेर निर्वाचन लड्न पाइराखेको छ। उहाँको पार्टी के रहेछ, कुन पार्टी रहेछ, कुन पार्टीको वोट लाग्न जानु भएको छ भन्ने कुरा तपाईँहरूले देख्नुभयो। बहाना गरे, आफ्नो पार्टी खोले भनेको त पछि त एउटा पार्टीलाई चाहिँ लिएर उहाँहरूको पार्टीको चाहिँ छारीमा गएर भावी प्रधानमन्त्री बनाएको छ, भावी मन्त्री बनाएको छ, तपाईँले देखिरहनु भएको छ। नयाँ को भयो भनेको त काङ्ग्रेस पार्टीलाई बदलेर लिएर आएको नयाँ त नेपाली कङ्ग्रेसको हुन आइपुगेछ।
तपाईँले देख्नुभयो काङ्ग्रेसको नयाँ नेतृत्व आएपछि सहरको मत, तराईको मत, पहाडको मत, हिमाली क्षेत्रको मत अहिले लहर चेन्ज भएको छ। 1 महिनाको बिचमा तपाईँ हामीले हेऱ्यौँ भने आज राम्रोसँग बुझ्नुपर्नेछ। सामाजिक सञ्जालको मात्रै कुरा गर्ने हो भने बङ्गलादेशमा सबैभन्दा बढी सामाजिक सञ्जालमा लाइक गरेको नेताको हालत के भयो तपाईँले देख्नु भएको छ। त्यहाँ पनि यहाँ जस्तै जेनजी आन्दोलन भएको थियो, त्यो जेनजी आन्दोलनपछि खुलेको पार्टीको कति सिट आयो भनेर हामीले हेरेको त जम्मा 6 सिट बोलेर आएछ। भनेपछि यहाँ पनि अहिले कृत्रिम तरिकाबाट त्यो लाइक र डिसलाइक देखाएर अहिले जुन तरिकाले सामाजिक सञ्जालबाट अहिले अफवाह फैलाइएको छ, योबाट बडो सचेत हुनुपर्ने अवस्था छ। यो कुरा हामीले बुझ्नुपर्दछ। अहिले सुध्रिएर आएको, सुधार्ने गरी आएको, देश बदल्ने गरी आएको पार्टी भनेको नेपाली कङ्ग्रेस हो। त्यसैले यो गाउँको हामीले विकासको लागि पहिलो शर्त भनेको यो हामी जुन अहिले हुर्मुबाट आएको सडक छ, यो सडकलाई कालोपत्रे गरेर हामीले चामरीसम्म जोड्ने सडकलाई प्राथमिकता दिनुपर्ने। हाम्रो सोलीटोली नसनाता आफन्त यहाँ चाहिँ गैराबाट फलान्टेबाट गैरा यो तामाङहरूको बस्तीमा सामरीसम्म, त्यसै गरी यहाँबाट मारपाकसम्म यसलाई राम्रो बनाउनु पर्ने यो एउटा मूल आवश्यकता छ भने अर्को ठुलो आवश्यकताको रूपमा तपाईँहरूले पहिचान गर्नुभएको मूल भोलि गएर जोड्नुपर्ने भनेको भर्याङ गुरुङबाट गैराको सडक छ। यो विषय मैले गाउँपालिकाको सांसदसँग कुरा गरेको छु। प्रदेशको हाम्रो सांसदज्यूलाई पनि हिजोको दिनमा उहाँले के गर्नुभयो भन्ने कुरा भन्दा पनि अब के गरिन्छ, बदलिएको काङ्ग्रेसले के गर्छ जनप्रतिनिधिलाई भन्ने कुरा महत्त्वपूर्ण भएको हुनाले सँगै लिएर सङ्घीय सांसद आउने, पालिकाको अध्यक्ष यहाँ हिँडिरहनु भएको छ, उपाध्यक्ष पनि हाम्रो महिला नेत्री सशक्त हुनुहुन्छ, अरू राज्य साथीहरू त्यत्तिकै फ्युचर भएको साथीहरू यहाँ हुनुहुन्छ। पार्टीलाई साथमा लिएर हामीले काम गर्नुभन्दा अगाडि नेताहरूलाई साथमा लिएर अग्रज नेताहरू यहाँ हुनुहुन्छ। हिजो निर्वाचन लड्नुभएको थोरै मतले पराजित भएको टेक्ना लामाजी यही हुनुहुन्छ। हामी सबैले सरसल्लाह गरेर पार्टीलाई पनि हामीले सरसल्लाहमा लिएर सारा अग्रज हाम्रो चाहिँ दाजुहरूलाई, दिदीहरूलाई पनि सरसल्लाहमा लिएर युवाहरूको पनि चाहना के छ भन्ने कुरा बुझेर हामीले छलफल गरेर काम गर्दा बिग्रदैन। त्यो जिम्मेदारी त हामीले लिनुपर्दछ। हाम्रो आदरणीय अग्रज दिलमान दाईले ठुलो छ यो क्षेत्रमा हिजो पटक निर्वाचन लड्दा गरेको मेहनतले सङ्गठन बलियो भएको। त्योभन्दा पनि मूलभूत कुरा चाहिँ हाम्रो स्वर्गीय पूर्व पार्टी सभापति, पूर्व सांसद, अत्यन्त नेपालको राजनीतिमा चिनिएको गनिएको, हिजो उहाँले जातीय कुराको चाहिँ सन्दर्भमा उहाँ र भीमबहादुर तामाङले जातीय पहिचान भेटिने, द्वन्द्व मेटिने नीति नेपाली कङ्ग्रेसले लिनुपर्छ भन्ने चाहिँ सङ्कल्प गरेको स्वर्गीय तामाङ पाखरिन दाईहरूले गरेको सङ्गठनबाट आज हामी यो ठाउँमा उभिएका छौँ। अधिकतम तामाङहरूलाई जोड्ने काम हिजो दामन दाईले गर्नुभएको, म उहाँप्रति श्रद्धासुमन व्यक्त गर्दै उहाँले देखाउनु भएको बाटोमा आज हामी हिँडिरहेका छौँ। धादिङ जिल्लाको यो निर्वाचन क्षेत्रमा तामाङहरूको ठुलो बाहुल्यता रहेको, तामाङ संस्कृति, भाषा, धर्म, संस्कृतिसँग हामीले विवाद नगरिकन हामीले यसलाई व्यवस्थापन गर्नुपर्ने, सँगसँगै अरू जातिहरूलाई पनि मिलाएर काम गर्नुपर्ने भएकोले म यसमा प्रष्ट छु। सँगसँगै उद्योग धन्दा नखोलिकन युवाहरूले रोजगारी पाउँदैन। उद्योग धन्दा खोल्ने भनेको चाहिँ हामीले शान्तिपूर्ण वातावरण निर्माण नगरिकन उद्योग धन्दा खुल्दैन। उद्योग धन्दा खुलेपछि त्यो बिक्री वितरण गर्नको लागि पहिलो शर्त भनेको कनेक्टिभिटी भनेको बाटोको सञ्जाल राम्रो हुनुपर्दछ। ठुला गाडीहरू चल्न सक्ने गरी हामीले बाटोहरू तयार नगरिकन उद्योग धन्दाहरू खुल्दैन। त्यसको लागि काम गर्नुपर्छ भन्ने कुरा हामीले बुझेका छौँ। तसर्थ युवाहरूको समस्या, महिलाहरूको समस्या, दलितहरूको समस्या, जनजातिभित्र विभिन्न जातीय क्लस्टरहरू छन्, सबैको समस्या, क्षेत्री बाहुनको समस्या सबै बुझेको, यो क्षेत्रको भूगोल बुझेको र यहाँहरूको मत पाइसकेपछि काम गर्न सकिन्न भन्ने कुरा कति पनि आशंका नभएको काम गर्न सकिन्छ। हिजो एउटा सानो संस्थामा बस्दाखेरि पनि यो क्षेत्रलाई कसरी जोड्न सकिन्छ भनेर काम गरेको थुप्रै उदाहरण छन्। म त्यसै विद्यालय गएपछि यो ठाउँको विकासको लागि हिजो विद्यालयहरू बनाउने क्रममा यो ठाउँमा आउँदा हामीले कसरी काम गरेका थियौँ। हाम्रो काम थालेपछि उद्घाटन गर्ने मिति पहिले तय हुन्थ्यो। त्यो काम गर्ने मोडालिटी भनेको यहाँ बनाउने बाटो, यहाँ बनाउने नयाँ संरचनाहरूमा पनि हामीले सुरु गर्ने कहिले, अन्त्य हुने कहिले भन्ने कुराको प्लानिङ हामीले नगरिकन विकास हुँदैन। सँगसँगै यो ठेक्कापट्टामा जुन अहिले बडो अप्ठ्यारो अवस्था छ, हामीले जति पनि बिलोमा ठेक्का गर्न पाइने, त्यसपछि एउटाले ठेक्का पार्ने, अर्कोलाई ठेक्ने प्रवृत्तिले गर्दा गाउँघरमा राम्रो काम हुन सकिराखेका छैन। त्यसमा पनि नियममा परिवर्तन गर्नुपर्ने अवस्था छ। सँगसँगै आर्थिक वर्ष चेन्ज गर्नुपर्ने भएको छ। आर्थिक वर्ष असार मसान्तलाई हटाएर हामीहरूले यो चाहिँ चैत्र मसान्तमा सार्नुपर्ने अवस्था हामीले महसुस गरिरहेका छौँ। यसमा पनि काम गर्नुपर्ने अवस्था छ। त्यसै गरी वृद्ध भत्ताको सन्दर्भमा वृद्ध भत्ता हामीले 68 वर्ष बनाएका थियौँ, अघिल्लो सरकारले 70 बनायो। त्यसमा हाम्रो गठबन्धनको प्रभाव रह्यो, तर हामीले भन्यौँ हाम्रो नेताहरूलाई र हामी प्रष्ट छौँ, हाम्रो सरकारले भोलिको दिनमा वृद्ध भत्ता त्यही 68 वर्षमा हामी धार्ने काम गर्छौँ। अरूको चाहिँ त्यो चाहिँ व्यवस्थापन गर्न सक्ने अनि हाम्रा चाहिँ सिनियर सिटिजन भनेको हामीभन्दा अग्रजहरूको रकमको विषयमा चाहिँ देश नचल्ने भन्ने हुन सक्दैन। त्यो व्यवस्थापन गर्ने दायित्व सरकारको। त्यसैले त्यो वृद्ध भत्ताको विषय पनि हामी प्रष्ट हुनुपर्छ। अनि अर्को कुरा चाहिँ
त्यो तलब भत्ताको सन्दर्भमा तलब कम हो, जान छजरी पाल्न सकिन्न भनेर जुन कर्मचारीभित्र जुन विचलन देखिएको छ त्यसलाई पनि व्यवस्थापन मिलाउनु पर्ने अवस्था छ। अनि विदेशमा गएका नेपालीहरू फर्काउने त हामी भन्छौँ, तर फर्काउने कसरी भन्ने योजना नबनाइकन लगानी गरेर उद्योग धन्दा नखोलिकन उहाँहरू फर्कनुहुन्न। त्यसैले यही काम गरेर हामीले महिनाको 60-70 हजार 1 लाख कमाउन सक्ने भयो भने कोही पनि युवा विदेश जाँदै त्यो विदेश जानको पीडा त्यो जाने युवालाई पनि छ। घरमा भर्खर बिहा गरेको श्रीमती छाडेर, बाबुआमालाई छाडेर, लालाबाला छाडेर जानुपर्ने अवस्था कोहीलाई रहर छैन। भर्खर बिहा गरेको श्रीमान छोडेर श्रीमती बाहिर जानु परेको पीडा हामीले बुझिरहेका छौँ। पढ्नु भएन भनेर गएका विद्यार्थीहरूको अवस्था पनि विदेशमा हामीले देखेका छौँ। उहाँहरूको अवस्था के छ हामीले चाहिँ अहिले राम्रोसँग बुझेका छौँ। सँगसँगै अहिले यो अग्निपथको सन्दर्भमा मैले भन्दा बढी धीरमान दाइले बुझ्नुहुन्छ। भारतीय सेनाको अग्निपथको नाममा 20% चाहिँ 4 वर्षपछि राख्न सकिने, बाँकीलाई चाहिँ घर पठाउने भनिसकेपछि हाम्रो युवाहरूलाई बडो जाने ठुलो चुनौती हुने भयो। उहाँहरूले मिलिटरी ट्रेनिङ पनि लिने, आर्म फोर्सको ट्रेनिङ पनि लिने, अनि 4 वर्षपछि फर्केर आयो भने ती मान्छेहरूले रोजगारी पाएन भने के हुने भन्ने सन्दर्भमा चाहिँ हामीले सोच्नुपर्ने भएकोले नेपाल सरकारले त्यो भारतसँग गरेको सन्धि बमोजिम त्यो विपरीत हो भनेर अहिले रोकेर राखेको अवस्था छ। त्यसलाई पनि भारत सरकारसँग कुरा गरेर खोल्नुपर्ने अवस्था छ। त्यसबाट हामीले ठुलो क्षति बेहोरेका छौँ। विदेशको भारतसँगको सम्बन्ध, चीनसँगको सम्बन्ध, विदेशी राष्ट्रहरूको सम्बन्धलाई पनि मिलाएर हामीले काम गर्नुपर्ने र विश्व बजारमा हाम्रो उत्पादन भारत र चीनलाई पनि दिने गरी काम गर्नुपर्ने अवस्था छ। तसर्थ हामीहरूले स्वास्थ्यको क्षेत्रमा अहिले जुन इन्सुरेन्स हुन्छ 1 लाखको त्यो पर्याप्त छैन। हामीले स्वास्थ्य जाँच जाँच हाम्रो अस्पतालमा गराउन पाइरहेका छैनौँ। यहाँ डाक्टर राम्रोसँग बस्ने व्यवस्थापन मिलाउनु पर्नेछ। यी सबै कामहरू गर्नका लागि हामीहरू चाहिँ सक्षम छौँ, हामी गर्न सक्छौँ। हामीहरूले सरकार कसरी चलाउने, प्रधानमन्त्रीले कसरी देश चलाउने भन्ने कुराको राम्रो हामीले होमवर्क गरेर बसेको हुनाले यो कामहरू गर्न सकिन्छ। तसर्थ यो पटक पथतर्फ म रमेश धमलालाई रुखसिना मतदान गरेर जिताएर पठाउनुहोस्। जितेर गएर फर्कँदैन भन्ने कुरा अन्त्य हुन्छ मैले भनेको छु। पटक पटक तपाईँको गाउँमा आउने, यसै गरी बसेर छलफल गर्ने, तपाईँको आवश्यकता पहिलो प्राथमिकता, दोस्रो प्राथमिकता, तेस्रो प्राथमिकता, चौथो के हो, पाँचौं के हो भने सोधेर पार्टीका साथीहरूलाई, अन्य आम जनतालाई सोधेर अनि हामी विकास निर्माणमा जाँदाखेरि देश बनाउन सकिन्छ। तसर्थ प्रत्यक्षमा मलाई रुखसिन्नमा र समानुपातिकमा श्रद्धेय युवा नेता हाम्रो सत्यमान तामाङजीलाई रुखसिन्नमा मतदान गरेर विजय गराइदिनु हुन म हार्दिक अनुरोध गर्दछु। हस्त धन्यवाद। नमस्कार। जय नेपाल।